नमस्ते दाक्सु सबैजनामा अनि सन्चै हुनुहुन्छ अनि मसँग जोडिनु भएका सबैजनालाई एकदमै धेरै स्वागत छ है त। मैले चाहिँ अरु बेला पनि भन्ने गरेको छु, हामी चाहिँ एकदमै धेरै जना छौ, लगभग 17-18 जना भन्दा पनि बेसी होला सबैजना भयो भने, तै पनि यो काठमाडौँमा मात्रै। अनि आज चाहिँ हामी आधाउधी छौ होला, अनि यो आधाउधी मिलेर चाहिँ हामीले फापर काट्ने काम गरेका छौ। अनि हामी चाहिँ शनिबार चाहिँ धेरै जना हुन्छौं, किनभने शनिबार चाहिँ छुट्टी हुन्छ नि त, त्यही भएर शनिबारको दिन मिलेर सँगै काम गर्छौं। अब ल्याइसक्छ? ल्याइसक्छ? ल हाम्रो चाहिँ फापर काट्ने र झार्ने काम धमाधम भइरहेको छ। त्यतिकैमा हाम्रो खाजा खाने टाइम भयो। हामी खाजामा चाहिँ एकदमै अर्ग्यानिक खानेकुरा खान्छौं, देख्न सक्नुहुन्छ। उसिनेको सक्खरखण्ड अनि त्यसपछि पिँडालु, यस्तै हामी चाहिँ अर्ग्यानिक उमारेर खान्छौं। ल है त हेरिदिनु भएकोमा माडी अलसी